सर्वे भद्राणि पश्यन्ति मा कश्चित् दुःख भाग हो। सर्वमङ्गल भवतु। आजको यस पर्वचेला धुरी ध्यानाश्रमका हालसम्म निर्मित संरचनाहरूको समुद्घाटन कार्यक्रमका श्रद्धेय अध्यक्ष नवीन आनन्द केन्द्र नेपालका संस्थापक अध्यक्ष यो गुरु आज उद्घाटन हुन गइरहेको यो पर्वचेला धुरी ध्यानाश्रमका श्रद्धेय अध्यक्ष टीकाबहादुर जुगजालीज्यू, कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री माननीय सुबिन जुगजालीज्यू, मञ्चमा आसीन हुनुभएका आज अभिनन्दित आदरणीय व्यक्तित्वहरू, नवीन आनन्द केन्द्र नेपालका अध्यक्ष आदरणीय मेरो दाई सुरेन्द्र राज शर्माज्यू, उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बिने नगरपालिका वार्ड नम्बर 8 का अध्यक्ष आदरणीय दाई उत्तम कर्मचारीज्यू, ब्राह्मण समाज नेपाल जिल्ला कार्य समितिका अध्यक्ष आदरणीय दिलराम गौतमज्यू, मालिका गाउँपालिकाका प्रमुख प्रसाद अधिकारीज्यू, मालपोत अधिकारीज्यू लगायत मञ्चासीन आदरणीय व्यक्तित्वज्यूहरू र मञ्चाभिमुख भएर बसिरहनु भएका नवीन आनन्द केन्द्र नेपालका कार्य समितिका साथीहरू लगायत योगीज्यूहरू, विभिन्न ओहदामा रहनुभएका अति विशिष्ट आदरणीय महानुभावहरू, यहाँहरू सबैलाई एकमुष्ट रूपमा सम्बोधन गर्न चाहन्छु। मेरो अभिवादन स्वीकार्नुहोला। आज हामी यो पर्वचेला धुरी ध्यानाश्रमको यो हालसम्म निर्मित संरचनाको समुद्घाटन कार्यक्रममा रहिरहेका छौँ। योभन्दा अगाडिका कार्यक्रमहरू पनि यहाँहरूबाट निम्ता पठाउनु भएको थियो, आउने मेसो मिलेको थिएन। भीमा गाउँसम्म त धेरै पटक आएको हो, तर त्यो गाउँभन्दा माथि उक्लेर यी डाँडा पाखा पखेरा हेर्ने चार्ने त्यो समय जुर्नु पर्दो रहेछ। आज समय जुर्यो, गुरुले निमन्त्रणा दिनुभयो, त्यो निमन्त्रणालाई स्वीकार गर्दै आज हामी मालिका धुरीसम्म पुगेर आइयो। विगत 12 वर्ष अगाडि म मालिका धुरी गएको थिएँ। त्यतिखेर हामी अघिल्लो दिन बिहानै झोली गुन्टा कसेर बिचमा बासा बसेर मालिका गएर अनि मालिका पूजा गरेर अनि यो ठाउँ फर्केका थियौँ। आदरणीय काका यहाँ हुनुहुन्छ, उहाँले हामीलाई गाइड गर्नुभएको थियो। यो 11-12 वर्षपछि आउँदा यो अर्कै संसारमा गए जस्तो फिलिङ भयो। माननीय पूर्व मन्त्रीजी, अब यहाँ सुबिनजी यहाँ हुनुहुन्छ, यहाँहरूको विकासलाई मैले सम्मान गर्न चाहन्छु। यो यहाँ माथि आइरहँदा हामी यो अलि यति दुर्गम ठाउँमा आएका छौँ भन्ने खालको भान चाहिँ मलाई भएन। म मालिकासम्मै पुगेर आउँदा यो विकासले असाध्यै द्रुत गतिमा चाहिँ विकास भएको मैले महसुस गरेँ। खास गरी बाटो असाध्यै चाक्लो बाटो बनाएर असाध्यै सुरक्षित हिसाबको चाहिँ बाटो निर्माण भएर यहाँ आइपुगेको छ। भलै त्यो चाहिँ स्तरोन्नतिको चाहिँ काम बाँकी छ, धेरै संरचनाहरू बाँकी होलान्, तथापि पर्यटनको जुनसुकै पर्यटन भनौँ हामीले, पर्यटनको पहिलो चाहिँ आधारभूत आवश्यकता भनेको बाटो नै हो। त्यो बाटोमा यहाँहरू सफल भइसक्नु भएको मैले महसुस गरेको छु। त्यसो हुनाले र यहाँ आइपुग्दा मालिका जाँदा मालिकाको त्यो संरचना अहिले पनि सुधार भइरहेको रहेछ र यो पर्वचेला धुरी जहाँ अहिले उद्घाटनकै क्रममा घुम्ने पनि अवसर जुर्यो र यो हेर्दै गर्दा पक्कै पनि यो साधना तपस्या योग ध्यानको लागि त यो सिद्धभूमि हो नै। ध्यानमा लाग्नुभएकाहरूलाई योगमा लाग्नुभएकाहरूलाई यसले पक्कै पनि हर्षोल्लास बनाउने छ र यहाँ आउने जो चाहिँ योगीहरू हो, जो तपस्वीहरू हो, उहाँहरूले पक्कै पनि हिजो सिद्धि प्राप्ति गरेको ठाउँ हो र आज पनि सिद्धि प्राप्ति पक्कै गर्नुहुनेछ। यसको लागि चाहिँ यहाँ भौतिक संरचनाहरू निर्माण भएका छन्। भौतिक सुख सुविधा पनि अहिले आवश्यकता देखिन्छ। धेरै पहिला सत्य त्रेता द्वापर युगमा आउनेहरूलाई यी सुख सुविधा आवश्यकता थिएन, तर अहिलेको जगतमा यो भौतिक जगतमा केही आवश्यकताहरू छन्, ती आवश्यकताहरू परिपूर्ति गर्दै हुनुहुन्छ। सँगसँगै यो धार्मिक पर्यटनको रूपमा पनि विकास हुने एउटा चाहिँ चरणमा रहेको मैले महसुस गरेको छु र यसलाई धार्मिक पर्यटनको रूपमा यो एउटा तपस्थली त हो, तपस्या गर्न आउने व्यक्तिहरूलाई त यसले चाहिँ आकर्षित गर्छ। त्योदेखि बाहेक कम्तीमा बेनीबाट बिहान चाहिँ 8 बजे हिँड्यो भने 9-9:30 बजे आइपुगिने, जम्मै 1.5 घन्टामा आइपुगिने यो ठाउँलाई धार्मिक पर्यटनको रूपमा चाहिँ अलि खुल्ला रूपमा विकास गर्न सक्यो भने पनि यसले यो ठाउँको विकास प्रवर्धनमा चाहिँ पक्कै पनि सहयोग पुग्नेछ भन्ने मैले अनुभूति गरेको छु। र हामी धेरै पहिलादेखि नै, म लगभग तपाईँको 20-25 वर्ष अगाडिदेखि नै यो बिमा लगायतका